रुपियाँ लिएर पठाएको छ। यहाँ हाम्रो यस्तो अवस्था छ, हामी यहाँ खाना न राम्रोसँग पाइरहेको छु, राम्रोसँग खाना दिइरहेको छैन, राम्रोसँग पानी दिइरहेको छैन। मलेसियामा 161 नेपाली अलपत्र, राम्रो सुविधा र दाम भनेर मेन पावरले मलेसिया पुर्याएर बनायो बिचल्ली। 2-2.5 महिना भइसके हामीहरूलाई न काम पाएको छ न केही पाएको छ। हामीहरूलाई एकदम तनावमा छु। हामीहरूलाई जसो तसो घर फर्काइदिनु। यहाँको अवस्था हेरेर एकदम लास्टै बिजोग भइसकेछ। मेन पावरको मान्छे यहाँ आइसकेछ, तर मेन पावरको मान्छेले कुनै रिस्पोन्स गरिरहेको छैन हामीहरूलाई। 4 लाख तिरेर गएका नेपालीको चितकार, न काम छ न दाम छ, हाम्रो उद्धार गरिदिनुहोस्। 161 जना नेपाली पुरै अल्पत्र परिसकेछ। न खाने व्यवस्था छ न केही व्यवस्था छ। घरमा मान्छेहरू आफ्नो ऋण कर्जा काटेर घर डिस्ट्रिक्ट बन्द गरेर मान्छेहरू आछ। धेरै तनाव छ दाइ। हामीहरूलाई जसो तसो गरेर उद्धार गरिदिनु। मिडियामा गए तामिल लगाएर मारिदिने मेन पावरको धम्की, यो कस्तो दादागिरी। तिमीहरूले मिडियामा कम्प्लेन गर्यो भने, कसै कुनै मिडियासित सम्पर्क गर्न खोज्नु भयो भने म तिमीहरूलाई यहाँ तामिल लगाएर काट्न लगाइदिन्छु रुममा, त्यस्तो भन्दै आएर धम्की दिँदैछ हामीहरूलाई। कुन मेन पावरले भनेको त्यस्तो? तपाईँ कुन मेन पावरबाट जानु?